नमस्कार साथीहरू, स्वागत छ। आज बजार हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ कि बजार घटेको छ, तर डराउने गरी चाहिँ घटेको छैन। वास्तविक प्रश्न चाहिँ के हो त? यो बेला बाई गर्ने हो कि सेल गर्ने हो? त्यही विषयमा आज म चाहिँ चार्टको आधारमा पनि कुरा गर्नेछु। सबभन्दा सुरुमा चाहिँ मार्केटको सम्मरी हेरौँ। नेप्से हेर्ने हो भने 2688.88मा बन्द भएको छ र करिब 7.79 अङ्क अर्थात् 0.28% सामान्य गिरावट देखिएको छ। तर मेरो लागि चाहिँ इन्डेक्सभन्दा पनि महत्त्वपूर्ण कुरा के हुन्छ भने टर्नओभरको। टर्नओभर बजार घट्यो तर कारोबार रकम चाहिँ पनि घटेर गएको छ। यो ठुलो सेलिङ प्रेसर भएको भए बजारसँगै टर्नओभर पनि बढ्नु पर्थ्यो, तर आज त्यस्तो देखिएन। यसको अर्थ अहिले बजारमा सकारात्मक रूपमा बेच्ने भन्दा धेरै लगानीकर्ताहरू चाहिँ वेट एन्ड वाचमा मोडमा रहेको देखिन्छ। अब आज चाहिँ 78वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने 186वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् र 11वटा अनचेन्ज रहेका छन्। अब यहाँ मुनि टप गेनर्सको स्टकहरू रहेको छ र यो टप लुजरको स्टकहरू रहेको छ। यहाँ टप टर्नओभर र टप भोल्युम लगायत टप ट्रान्जेक्सनका स्टकहरू यहाँ रहेका छन्। अब कुरा गरौँ चार्टको। सबभन्दा सुरुमा 1 आवरको चार्ट हेरौँ। 1 आवरको चार्ट हेर्दा ध्यान दिएर हेर्नुहोस्। सुरुमा बजारले माथि जान खोजेको छ। सुरुमा बजारले चाहिँ माथि जान खोजेको छ। 26 चाहिँ 97को लेभलमा 2697-98को लेभलसम्म पुग्यो। तर त्यो लेभलमा चाहिँ बायर्सहरूले नियन्त्रण राख्न सकेन र सेलर्सहरू सक्रिय भए। यसले के देखाउँछ भने यो 2700को लेभल जुन छ, 2700को लेभल, यो लेभल चाहिँ एकदमै स्ट्रङ रेजिस्टेन्सको रूपमा रहेको छ। अर्कोतर्फ बजार पटक पटक यो 2680को लेभलमा 2680को नजिक आएर बाउन्स भएको छ। यसले के देखाउँछ भने 2680 अहिले एकदमै राम्रो सपोर्टको रूपमा बनेको छ। त्यसैले अहिले बजार सपोर्ट लगायत रेजिस्टेन्सको बिचमा फसेको छ बजार। अब डेली चार्टको एनालाइसिस गर्ने हो भने डेली चार्टमा आउँदा आज क्यान्डल बेयरिस भएको चाहिँ देखाउँछ भने बडी चाहिँ अलिक ठुलो बनेको छ विकभन्दा। यो प्यानिक सेलिङको क्यान्डल होइन। क्यान्डलको माथि तल दुईतर्फ विक बनाएको छ। दुईतर्फ नै यो क्यान्डलमा विक बनाएको छ। यसको अर्थ बायर्स र सेलर्सहरू दुवैबीच सङ्घर्ष भइरहेको छ। अझ एउटा सकारात्मक कुरा के हो भने आजको लो जुन छ, यो क्यान्डलको लो हिजोको लो भन्दा धेरै तल गएको छैन। यसले सपोर्ट अझै पनि काम गरिरहेको छ जस्तो सङ्केत दिन्छ, तर लगातार हायर हाई बन्न सकेको छैन। बुल्स अझै पूर्ण रूपमा बलियो भएको छैन। बुलिङ्गर ब्यान्ड्स पनि हेर्ने हो भने अहिले मिडल ब्यान्डमा भन्दा माथि नै छ। यो छोटो अवधिका लागि ट्रेन्ड अझै बिग्रिएको छैन भन्ने सङ्केत हो, तर अप्पर ब्यान्डभन्दा चाहिँ रिजेक्ट आइरहेको छ। मोमेन्टम केही कमजोर भएको जस्तो देखिन्छ। आरएसआई पनि हेर्ने हो भने चाहिँ 52को आसपासमा रहेको छ। आरएसआई 50भन्दा माथि हुनु भनेको सामान्य रूपमा चाहिँ पोजिटिभ मानिन्छ, तर 60 वा 70 माथि पुगेको छैन। यसले बुलिस मोमेन्टम कमजोर भएको देखाउँछ। र म्याक्डीको कुरा गरौँ भने म्याक्डीमा ध्यान दिनुपर्ने अवस्थामा छ। हिस्टोग्राम सानो हुँदै गइरहेको छ। म्याक्डी लाइन सिग्नल लाइन दुवै बिचको दूरी घट्दै गएको देखिन्छ। यदि अर्को 1-2 दिनमा क्रस भयो भने सर्ट टर्म सेल सिग्नल आउन सक्छ। त्यसैले अहिले म्याक्डीलाई पनि ध्यानपूर्वक हेर्नुपर्ने अवस्था छ। सबैभन्दा अब महत्त्वपूर्ण प्रश्न हेर्ने हो भने बाई गर्ने कि सेल गर्ने। मेरो विचारमा यदि कसैले अहिले नै नयाँ एन्ट्री लिन खोज्नु भएको छ भने 2700 भन्दा माथि भोल्युमसहित ब्रेकआउट नभएसम्म कुनै इन्ट्री गर्नु पनि जोखिमपूर्ण देखिन्छ। अर्कोतर्फ लङ टर्म इन्भेस्टर हुनुहुन्छ भने अहिले प्यानिक भएर सेल गर्ने अवस्था पनि देखिँदैन, किनभने बजारले अहिलेसम्म राम्रो चाहिँ मेजर सपोर्ट तोडेको चाहिँ छैन। यो 2680को यो सपोर्टलाई चाहिँ तोडेर बजार गएको छैन। मेरो स्ट्राटेजी के हुन्छ भने यो 2680को लेभल जुन छ, 2680को लेभल, यो लेभल एउटा ब्रेक भयो भने त्यसपछि 2660को लेभलमा करेक्सन आउन सक्ने सम्भावना बढ्न सक्छ। त्यस्तो अवस्थामा नयाँ एन्ट्री भन्दा पनि केही समय वेट गरेर राम्रो हुन सक्छ। त्यसैले आजको बजारमा मेरो चाहिँ विचारमा के हुन सक्छ भने अहिले न त आत्तिएर सेल गर्ने समय हो, न त पुष्टि बिना कुनै ठुलो बाई गर्ने समय हो। बजार अहिले एउटा निर्णयको मोडमा लिइरहेको छ। 1-2वटा ट्रेडिङ सेसनले नै तपाईँको बजारको अर्को डाइरेक्सन स्पष्ट गर्न सक्छ। त्यसैले सपोर्ट र भोल्युमलाई विशेष ध्यान दिनुहोस्। अब अन्त्यमा चाहिँ के भन्न चाहन्छु भने
यो मेरो भिडियो चाहिँ केवल एजुकेसनल पर्पजको लागि मात्र भएकोले कुनै पनि तपाईँहरू बाई वा सेल गर्नु अघि आफ्नो अध्ययन गरेर तपाईँको जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएर ध्यान दिनुहोला। आफैले एकचोटि एनालाइसिस गर्न नबिर्सिनुहोला र मेरो यो एनालाइसिस गरेको बाबत तपाईँहरूले बाई वा सेल नगर्नुहोला। यही नै भन्न चाहन्छु। धन्यवाद। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक अवश्य गर्नुहोला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। अर्को भिडियोलाई लिएर आउनेछु।